कुनै पनि घरमा छोरी जन्मिँदा केवल एउटा बच्चा मात्र जन्मिँदैन, त्यो घरमा लक्ष्मीको पाइला पर्छ भनिन्छ। जहाँ छोरीको हाँसो सुनिन्छ त्यहाँ देवताको आशीर्वाद बस्छ भन्ने विश्वास हजारौं वर्षदेखि हाम्रो समाजमा जीवितै छ। तर किन हिन्दू धर्ममा छोरीलाई देवीको स्वरूप भनियो, देवीको रूपमा हेरियो? किन भनिन्छ छोरी भएको घर कहिले पूर्ण रूपमा खाली हुँदैन, जहिले पनि सम्पन्न र परिपूर्ण हुन्छ? र किन धेरै परिवारले छोरी जन्मिएपछि अचानक भाग्य खुलेको अनुभव सुनाउँछन्? आजको यो भिडियोमा हामी धार्मिक ग्रन्थ, पुराण, लोकविश्वास, कर्म सिद्धान्त र वास्तविक जीवनको दृष्टिकोणबाट बुझ्नेछौँ छोरी जन्मिँदा घरमा भाग्य कसरी खुल्छ भनेर। हिन्दू धर्ममा छोरीको स्थान के छ बुझौँ। हिन्दू धर्ममा स्त्रीलाई केवल मानव होइन, शक्ति मानिएको छ। देवी दुर्गा शक्ति हुन्, देवी लक्ष्मी धनकी देवी हुन्, देवी सरस्वती ज्ञानकी देवी हुन्। अर्थात् संसार चलाउन चाहिने तीन ठुला शक्तिको स्वरूप नै स्त्री हो, नारी हो। त्यसैले पुराणहरूमा भनिएको छ, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताको वास हुन्छ। छोरीलाई लक्ष्मीको रूपमा किन हेरियो? छोरीलाई लक्ष्मीको रूप किन भनियो? किनभने लक्ष्मी केवल पैसा होइन, शान्ति हो, प्रेम हो, सौभाग्य र समृद्धिको प्रतीक हो। धेरै वृद्ध मानिसहरू भन्छन्, घरमा छोरी जन्मिएपछि घरको वातावरण नै बदलियो। कसैको व्यापार बढ्यो, कसैको रोग हट्यो, कसैको परिवारमा शान्ति आयो। धर्मले यसलाई केवल संयोग मात्र होइन, यसलाई पुण्यको फल पनि मानेको छ। यसलाई पुण्यको फल भनेको छ। छोरी लक्ष्मीको अवतार किन भनिन्छ त? अब यस प्रश्नमा जाउँ। पुराण अनुसार लक्ष्मी कहिले अशुद्ध, हिंसात्मक र कुरी स्थानमा बस्दिनन्। जहाँ प्रेम हुन्छ, जहाँ सम्मान हुन्छ, जहाँ करुणा हुन्छ, जहाँ भावना हुन्छ, जहाँ एकअर्काको सम्मान हुन्छ, त्यहाँ लक्ष्मी बस्छिन्। र छोरीले घरमा ल्याउने पहिलो कुरा नै सौभाग्य र करुणा हो। धेरै परिवारमा छोरी जन्मिएपछि बाबु नरम बन्छन्। बाबुले आफूलाई जिम्मेवारी पाएको महसुस गर्छन्। दाजु जिम्मेवार बन्छन्। घरमा बोल्ने शैली परिवर्तन हुन्छ। घरमा सभ्यता र संस्कारको घरमा अब सुरुवात हुन्छ। मानिसहरूको हृदय परिवर्तन गराउने शक्ति भएकोले छोरीलाई लक्ष्मी मानिएको हो। अब धार्मिक कथाहरू सुनौ मित्र। राजा जनकको जीवनमा एउटा समय यस्तो आयो जहाँ राज्यमा सुख थिएन। एक दिन खेत जोत्ने क्रममा पृथ्वीबाट एउटा कन्या भेटिन्। उनी थिइन् माता सीता। सीता घरमा आएपछि जनकको राज्यमा समृद्धि बढ्न थाल्यो। राज्यमा चाहिँ शान्ति बढ्न थाल्यो। राज्यमा अमन, चयन र उन्नतिको सुरुवात हुन थाल्यो। जनताको जीवन राम्रो बन्न थाल्यो। यो कथा केवल धार्मिक कथा मात्र होइन। यसले के सङ्केत गर्छ भने छोरीलाई देवीको रूपमा हेर्ने घरमा समृद्धि टिक्छ। जुन छोरीलाई अर्थात् जुन चेलीलाई देवीको रूपमा त्यो घरमा हेरिन्छ, जुन घरमा समृद्धि हुन्छ, जुन घरमा सुख प्राप्त हुन्छ, जुन घरमा समृद्धि आउँछ। अब कन्या पूजाको रहस्य बुझौँ। नवरात्रिमा साना कन्याहरूलाई देवी मानेर पूजा गरिन्छ। किनकि धर्मले मान्छ निर्मल आत्मा भएको कन्यामा देवीको शक्ति बस्छ, देवीको वास हुन्छ। कन्यालाई भोजन गराउनु, कन्यालाई सम्मान गर्नु, आशीर्वाद लिनु, यी सबैलाई पुण्य कर्म मानिएको छ। यसको अर्थ धर्मले हजारौं वर्षदेखि नै छोरीको महत्त्व, छोरीको चाहिँ आवश्यकता र छोरीको शक्तिलाई बुझिसकेको थियो। अब कर्म र भाग्यको सम्बन्धको कुरा गरौँ। धर्म अनुसार सन्तान केवल जैविक घटना मात्र होइन, यो कर्मको परिणाम हो। कुन घरमा कस्तो आत्मा जन्मिन्छ भन्ने कुरा कर्मसँग जोडिएको हुन्छ। पुराणमा भनिएको छ, पुण्यवान घरमा लक्ष्मी स्वरूप कन्याको जन्म हुन्छ। अर्थात् छोरी जन्मिनु आफूमा एउटा शुभ सङ्केत मानिएको छ। अर्थात् छोरी जन्मिनुको अर्थ त्यो घरमा अब सौभाग्य र खुसीको सुरुवात हुँदैछ। त्यो घरमा अब आनन्द प्राप्तिको दिनहरू आउँदैछ। त्यो घरमा अब वास्तविक सुखको दिनहरू आउँदैछ भन्ने सङ्केत हो। अब वास्तविक जीवनको सत्य बुझौँ। धेरै मानिसहरू भन्छन् छोरा जन्मियो भने वंश धान्छ। तर आजको संसारले के देखायो? बुढेसकालमा बाबुआमालाई हेर्ने धेरै छोरीहरू नै हुन्छन्।
आफ्नो परिवार बचाउनेहरू धेरै छोरीहरू नै हुन्छन्। घरको इज्जत जोगाउने पनि आज छोरीहरू नै बढी भेटिएका छन्। छोरीले केवल जन्म मात्र दिँदैन, ऊ भावनात्मक शक्ति पनि दिन्छे। जस्तै छोराले चाहिँ वंश धान्छ त भनिन्छ, तर कयौँ छोराहरू हुन्छन् जसले आफ्ना आमा बाबुलाई वृद्ध आश्रममा लगेर छोडिदिन्छन्, तर नारीहरू कुनै पनि हालतमा आफ्ना आमा बुवालाई वृद्ध आश्रममा लैजानको निम्ति तयार हुँदैनन्। किन छोरी भएको घरमा शान्ति बढी हुन्छ त? अब प्रश्न आउँछ। मानसिक रूपमा हेर्दा पनि छोरीले घरमा नरम ऊर्जा ल्याउँछे। धेरै अनुसन्धानमा देखाएको छ, धेरै शोधहरूले यो प्रश्न बनाएको छ कि छोरी भएका बाबुहरू कम हिंसात्मक, कम रिसाउने, कम उत्तेजनात्मक हुन्छन्। परिवारमा भावनात्मक सम्बन्ध बलियो हुन्छ। छोरी जन्मने बाबुहरू समझदार हुन्छन्, इज्जत गर्न जानेका हुन्छन्। धर्मले जुन कुरा हजारौँ वर्षदेखि अनुभवबाट भन्यो, आज विज्ञानले पनि यसलाई स्वीकार गर्न थालेको छ। अब समाजको पुरानो सोच कस्तो हुन्छ त हेर्नुहोस् त। एक समय थियो जहाँ छोरी जन्मिँदा दुःख मानिन्थ्यो। किनभने समाज आर्थिक र परम्परागत सोचमा बाँधिएको थियो। तर धर्मले कहिले पनि छोरीलाई बोझ मानेन। छोरीलाई चाहिँ जन्मिँदा त्यसले आर्थिक सङ्कट निम्त्याउँछ भनेर यसलाई सोचेन। समाजले भनेको छ, धर्मले त सधैँ देवी भन्यो। धर्मले त सधैँ नारीलाई सौभाग्य र सम्पन्नताको प्रतीकको रूपमा हेर्यो। छोरी र घरको ऊर्जा धर्मअनुसार हरेक घरको एउटा ऊर्जा हुन्छ। जहाँ झगडा, अपमान र क्रोध बढी हुन्छ, त्यहाँ नकारात्मक ऊर्जा बढ्छ। जहाँ प्रेम, सम्मान, माया र सद्भाव हुन्छ, समझदारी हुन्छ, त्यहाँ सकारात्मक शक्ति बढ्छ। त्यहाँ प्रगतिको मात्रा बढ्छ। त्यहाँ चाहिँ सुख शान्ति र समृद्धि बढी हुन्छ। छोरीले घरमा ल्याउने सबैभन्दा ठुलो कुरा नै भावनात्मक जोड हो। लक्ष्मी किन रिसाउँछिन् त? धेरै धार्मिक मान्यता भनिन्छ, जहाँ स्त्रीको अपमान हुन्छ त्यहाँ लक्ष्मी टिक्दिनन्। यसको अर्थ के हो? यदि घरमा छोरीलाई अपमान गरिन्छ, स्त्रीलाई कमजोर मानिन्छ, त्यो घरको भाग्य बिस्तारै कमजोर हुन थाल्छ भन्ने धार्मिक सङ्केत हो। अब आधुनिक संसारमा छोरीलाई कसरी हेरिएको छ त? आज संसारमा धेरै सफल मानिसहरूको जीवनमा छोरीको ठुलो भूमिका खेलेका उदाहरण छन्। धेरै बाबुहरू भन्छन्, छोरी जन्मेपछि मैले जीवनलाई नयाँ तरिकाले बुझ्न थालेँ। छोरी जन्मेपछि मैले जीवनलाई हेर्ने दृष्टिकोण नयाँ तरिकाले बदलियो। मेरो समृद्धि बढ्दै गयो। मेरो कमाइ र मेरो आर्जनहरू पनि बढ्दै गयो। छोरी जन्मेपछि म भौतिक रूपमा साथै मानसिक रूपमा सबै हिसाबले म समृद्धिको बाटोतिर लम्किए भन्ने बुबाहरू पनि धेरै पाइन्छ। किनकि छोरीले मानिसलाई संवेदनशील र छोरीले मानिसलाई अनुशासित बनाउँछ। अब आध्यात्मिक अर्थको रूपमा हेरौँ। आध्यात्मिक रूपमा छोरीलाई करुणाको ऊर्जा मानिन्छ। छोरा शक्ति हुन सक्छ, तर छोरी शान्ति हो, छोरी आनन्द हो। छोरी भएको घरमा मानिसहरू धेरै भावुक, जोडिएको र सहनशील बन्न सक्छन्। छोरी भएको घरमा अभिभावकहरू धेरै अनुशासित र नारी सम्मान गर्ने खालका हुन्छन्। अब धार्मिक चेतावनी, धर्मले एउटा कुरा स्पष्ट भनेको छ, जो घरमा स्त्री रोइरहेकी हुन्छ त्यो घरमा सुख टिक्न गाह्रो हुन्छ। यो केवल अन्धविश्वास होइन आदरणीय श्रोताबिन, मानव मनोविज्ञान पनि यही भन्छ। अर्थात् नारीलाई दुखित बनाउनु, नारीको आँसु झार्नु भनेको त्यो घरलाई सदाको निम्ति एउटा सङ्कटमा पुर्याउनु हो भन्ने विश्वास गरिन्छ। अब प्रेरणादायी सन्देश के हो भने, धर्मले एउटा कुरा स्पष्ट भनेको छ, यदि तपाईँको घरमा छोरी छ भने त्यो केवल जिम्मेवारी होइन, आशीर्वाद पनि हो। उसलाई कमजोर नसम्झनुहोस्, उसलाई रोक्नु होइन, उसलाई मजाकमा उडाउनु होइन, उसलाई खुलेर आकाशमा उड्ने मौका दिनुहोस्। खुलेर उसले आफ्नो प्रतिभा, क्षमता र उसको ज्ञानको उजागर गर्ने मौका दिनुहोस्। किनकि एउटा शिक्षित र सम्मानित छोरीले नै परिवारमा उज्यालो ल्याउन सक्छ, परिवारलाई ठुलो उचाइमा पुर्याउन सक्छ, परिवारमा एउटा सृजनात्मक माहौल सिर्जना गर्न सक्छ।
भगवानले हरेक घरमा एक प्रकारको वरदान दिँदैनन्। भन्न खोजेको सबै घरमा एक किसिमको अवस्था हुँदैन। कसैलाई धन दिन्छन्, कसैलाई शक्ति दिन्छन्, तर कसैलाई छोरी दिन्छन् र धेरै मानिसहरू ढिलो गरेर बुझ्छन्। त्यो नै सबैभन्दा ठुलो आशीर्वाद थियो। तपाईलाई के लाग्छ? के साँच्चै छोरी घरकी लक्ष्मी हुन्? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि भेटौँला अर्को धार्मिक र जीवन बदल्ने विषयका साथ। हस्त धन्यवाद। आजको यो भिडियो हेरेर यहाँहरूले चाहिँ समय दिनुभयो, यसको लागि पुनः एकपटक धन्यवाद दिँदै आजको कार्यक्रमबाट बिदा हुन्छु। हस्त नमस्कार।